नमस्कार साथीहरू, हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामी नेपालको सबैभन्दा व्यस्त र सुन्दर राजमार्गमध्ये एक काठमाडौँदेखि बुटवलसम्मको यात्रामा निस्किएका छौँ। हाम्रो यात्रा सुरु हुन्छ काठमाडौँको नयाँ बस्तीबाट। यहाँबाट हामी बौद्ध, चाबेल, सीतापाइला हुँदै उपत्यकाबाट बाहिर निस्कनेछौँ। त्यसपछि धार्के, मुगलिन, चितवन, नारायणघाट हुँदै अन्तिम गन्तव्य बुटवलसम्म पुग्नेछौँ। यस यात्राको कुल दूरी करिब 270 किलोमिटर जति पर्छ। सामान्य अवस्थामा यो यात्रा 7 देखि 9 घण्टा लाग्न सक्छ, तर ट्राफिक, सडक मर्मत र मौसमका कारण समय केही फरक हुन सक्छ। अहिले हामी चक्रपथ परिसरमा रहेका छौँ। यो यात्रा केवल एउटा गन्तव्यसम्म पुग्ने यात्रा मात्र होइन। नेपालको राजधानीदेखि पहाड, नदी, जङ्गल र अन्ततः तराईसम्म पुग्ने प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताको यात्रा पनि हो। रिङ रोड काठमाडौँ उपत्यकालाई जोड्ने सबैभन्दा महत्त्वपूर्ण सडक हो। दायाँ बायाँ अग्ला भवन, व्यापारिक केन्द्र, सवारीको भिड र दैनिक जीवनको चहल पहलले राजधानीको वास्तविक चित्र देखाउँछ। अहिले हामी बौद्धनाथ स्तूपमा आइपुगेका छौँ। यहाँबाट केही अगाडि बढेपछि हाम्रो यात्रा सीतापाइलातर्फ हुनेछ। अब हामी सीतापाइला हुँदै पश्चिमतर्फ अघि बढिरहेका छौँ। उपत्यकाको बाक्लो भिड बिस्तारै कम हुँदै जान्छ। सडकको दायाँ बायाँ घरहरू क्रमशः पातलिँदै हरियाली बढ्दै जान्छ। यहाँबाट मौसम पनि केही चिसो महसुस हुन्छ। आजको भिडियोमा हामी तपाईहरूलाई बाटोको वास्तविक अवस्था, महत्त्वपूर्ण बजार, ऐतिहासिक स्थान, नदी, पुल, यात्राको रोचक तथ्य, खानपिनका ठाउँ र यात्राको उपयोगी जानकारीहरू पनि दिँदै अगाडि बढ्नेछौँ। यदि तपाईँ पहिलोपटक बुटवलतर्फ यात्रा गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि निकै उपयोगी हुनेछ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। हामी धार्के कटेर केही अगाडि आइसकेका छौँ। अबको केही समय हाम्रो यात्रा पृथ्वी राजमार्गको हुनेछ। अहिले चाहिँ हामी मलैखु आइपुग्यौँ। यहाँ एकछिन विश्राम गरेर हाम्रो यात्रा अगाडि बढ्नेछ। काँक्रो छ आमा? काँक्रो कति हो? 60 रुपियाँ। हामी चाहिँ मलैखु आइपुग्यौँ। मलैखुमा बसेर अब नास्पाती किनेको, नास्पाती खाने, काँक्रो खाने, मजाले बस्ने हो। अब यहाँ होइन काँक्रो खानुलाई हामी अब यहाँ काँक्रो काट्दै हो। ल है साथीहरू, हामी चाहिँ जाममा परियो। धेरै बेर भइसक्यो नखुलेको, अब खुल्छ जस्तो छ। अब हाम्रो साथमा देखिन थाल्छ नेपालको प्रसिद्ध त्रिशुली नदी। यो नदी तिब्बत नजिकको हिमाली क्षेत्रबाट उत्पत्ति भएर रसुवा, नुवाकोट, धारथिङ र चितवन हुँदै बग्छ। साथीहरू, तपाईँ जुन सडकमा यात्रा गरिरहनु भएको छ त्यो हो पृथ्वी राजमार्ग।
यो राजमार्गको नाम नेपालको महान राजा पृथ्वीनारायण शाहको सम्मानमा राखिएको हो। यसले नेपालको राजधानी काठमाडौँलाई पोखरा, चितवन, लुम्बिनी र पश्चिम नेपालसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। दैनिक हजारौँ सवारी साधन यही मार्गबाट आवत जावत गर्छन्। त्यसैले यो नेपालको सबैभन्दा व्यस्त राजमार्गमध्ये एक हो। अब हामी बिस्तारै मुगलिन नजिकै पुग्दछौँ। सडक अझै त्रिशुली नदीसँगै अगाडि बढिरहेको छ। नदीका छाल, पहाडका हरिया भित्ताहरू र बीचमा देखिने झुलुङ्गे पुलहरूले यात्रालाई अझ सुन्दर बनाइरहेका छन्। मुगलिन नजिकै जाँदा सवारी साधनहरूको चाप पनि बढ्न थाल्छ, किनभने यो नेपालकै महत्त्वपूर्ण सडक जंक्सन हो। नदीको कलकल आवाज, किनारमा देखिने ढुङ्गाहरू र माथिबाट झुकेका हरिया पहाडहरूले यात्रालाई अत्यन्त रमाइलो बनाउँछन्। यदि तपाईँ गाडीको झ्यालबाट बाहिर हेर्नुहुन्छ भने यो दृश्य लामो समयसम्म तपाईँको सम्झनामा बस्नेछ। नेपालका सडकहरू प्राकृतिक चुनौतीका बीच निर्माण गरिएका भएकाले यात्राको मजा मात्र होइन, धैर्य र सतर्कता पनि उत्तिकै आवश्यक हुन्छ। मुगलिन बजारलाई पछाडि छोडेर हामी अब पूर्व पश्चिम राजमार्गतर्फ अगाडि बढिरहेका छौँ। यहाँबाट सडक पहाडबाट बिस्तारै तराईतर्फ झर्न थाल्छ। यात्राको क्रममा मौसम पनि परिवर्तन महसुस गर्न सकिन्छ। काठमाडौँको चिसो मौसमभन्दा यहाँको तापक्रम केही बढी हुन्छ। सडकको दायाँबायाँ हरिया जङ्गल, नदी, पहाडले यात्रालाई अझ रमाइलो बनाइरहेका छन्। अब हामी औपचारिक रूपमा चितवन जिल्लामा प्रवेश गरेका छौँ। चितवन शब्दको अर्थ नै चिताको वन वा घना जङ्गल भएको क्षेत्र भन्ने गरिन्छ। आजको चितवन भने नेपालकै सबभन्दा विकसित र चर्चित जिल्लामध्ये एक हो। कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनका दृष्टिले चितवनले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। दिदी कति हो? हजुर यसको 200 कतिसम्म आउँछ मिलाएर? नकाटे चितवन भन्न साथ थारू समुदायको चर्चा नगरी यात्रा पुरा हुँदैन। थारू समुदाय नेपालको प्राचीन आदिवासी समुदायमध्ये एक हो। उहाँहरूको आफ्नै भाषा, संस्कृति, परम्परा, खानपान र जीवनशैली छ। विशेष गरी थारू नाच, माछा परिकार, घोगी, ढिक्री र परम्परागत घरहरू पर्यटनका लागि आकर्षणका केन्द्र हुन्। यदि तपाईसँग पर्याप्त समय छ भने मुगलिनबाट केही दूरीमा रहेको सौरा अवश्य घुम्न सक्नुहुन्छ। सौरा चितवनको सबैभन्दा प्रसिद्ध पर्यटकीय क्षेत्र हो। यहाँ पर्यटकहरूले जङ्गल सफारी, हात्ती प्रजनन केन्द्र अवलोकन, डुङ्गा यात्रा, थारू सांस्कृतिक नृत्य, सूर्यास्त अवलोकन, चराचुरुङ्गी अवलोकन जस्ता गतिविधिको आनन्द लिन सक्छन्। विश्वका विभिन्न देशबाट हजारौँ पर्यटक प्रत्येक वर्ष यहाँ आउने गर्छन्। के तपाईँलाई थाहा छ? चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक सिङ्गे गैँडा संसारमै दुर्लभ वन्यजन्तु हो। एक समय यसको सङ्ख्या निकै घटेको थियो।
तर संरक्षणका कारण अहिले यसको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। यो नेपालको सफल संरक्षण कार्यक्रमहरूको उत्कृष्ट उदाहरण मानिन्छ। अब हामी नारायणघाट नजिकै आइपुगेका छौँ। नारायणघाट चितवनको प्रमुख व्यापारिक केन्द्र हो। यहाँबाट पूर्वतर्फ हेटौँडा र वीरगञ्ज, पश्चिमतर्फ बुटोल, उत्तरतर्फ मुगलिन र पोखरा जाने सडकहरू जोडिएका छन्। यसका कारण नारायणघाटलाई नेपालको प्रमुख यातायात केन्द्रमध्ये एक मानिन्छ। नारायणघाट बजार निकै व्यवस्थित र व्यस्त देखिन्छ। यहाँ तपाईँले भेट्नुहुनेछ आधुनिक सपिङ मल, होटेल, रेस्टुरेन्ट, ब्याङ्क, अस्पताल, कलेज, पेट्रोल पम्प, गाडी मर्मत केन्द्र। यदि लामो समय यात्रामा हुनुहुन्छ भने आराम गर्न र खाना खान उपयुक्त स्थानहरू प्रशस्त छन्। दाल भात, मोमो, सेकुवा, चाउमिन, थकाली खाना, कफी तथा मिठाईका पसलहरू धेरै लोकप्रिय छन्। नेपालका सबैभन्दा ठुलो नदी प्रणालीमध्ये नारायण नदी पनि हो। यस नदीलाई भारत पुगेपछि गण्डकी नदी भनेर चिनिन्छ। नारायण नदी जलविद्युत, सिँचाइ, माछा पालन तथा पर्यटनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। बेलुका सूर्यास्तको समयमा नदीको दृश्य साँच्चै मनमोहक देखिन्छ। अब हामी नारायणघाटबाट पश्चिमतर्फ यात्रा गर्दै गैँडाकोट, देवचुली, अरुणखोला, दुम्कीबास, सोरमाया र प्रसिद्ध दाउने पहाड हुँदै बुटोलतर्फ अगाडि बढ्नेछौँ। प्रिय दर्शकहरू, यदि तपाईँ पनि यो मार्गमा यात्रा गर्ने योजना बनाइरहनु भएको छ भने सुरक्षित रूपमा यात्रा गर्नुहोस्। सवारी साधनको अवस्था जाँच गर्नुहोस्, ट्राफिक नियमको पालना गर्नुहोस् र बाटोमा रहेको प्राकृतिक सौन्दर्यको आनन्द लिन नबिर्सिनुहोस्। यदि तपाईँलाई हाम्रो यो यात्रा मन परेको छ भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना परिवार र साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै नेपालको यात्रा, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थानहरूको विस्तृत भिडियो हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोस्। नारायणघाटदेखि बुटोलसम्मको सम्पूर्ण भिडियो बनाउन सकेका छैनौँ। अँध्यारोको कारणले, त्यसका लागि हामी हजुरहरूप्रति क्षमा प्रार्थी छौँ। तपाईँहरूको माया, साथ र हौसलाले नै हामीलाई अझ राम्रो भिडियो बनाउन प्रेरणा मिल्छ। आजको लागि यति नै। म फेरि नयाँ यात्रा, नयाँ गन्तव्य र नयाँ अनुभवका साथ भेट्नेछु। धन्यवाद। जय नेपाल। नमस्कार।